मान्छे छिन्। नेपालमा हाड जोड्नेको उपचार सुरु भएकै मैले मान्छेको हड्डी बाँध्न थालेपछि हो। नेपालमा जनगणना भन्ने नै थिएन। गाउँमा एकैचोटि 15-20 जना मान्छे बेपत्ता हुन थालेपछि जनगणना भन्ने सुरु भएको हो। त्यो बेपत्ता पार्ने मान्छे मै हो। डोजार भन्ने नेपालमै थिएन। मैले मान्छे गाड्न सुरु गरेपछि खोस्रेर निकाल्नको लागि डोजार झिकाएको हो। जसले यो क्याम्पस बनाउनलाई जग्गा दान दिएको उसैको छोरीलाई रेस्ट्रिकेट हानिदिएको। भोलिदेखि मेरो बहिनीको पढाइ रेगुलर भएन भने क्याम्पस प्रमुखज्यू हजुरको छाला निकालेर त्रिशुलीको पुलमा लगेर टाङ्दिन्छु। मान्छे छिन्। ल धन्यवाद भाइ, मलाई तिम्रो इमान्दारी त मन पर्यो। ल तिमीलाई इनाम। मैले इनामको लागि काम गरेको होइन नि दाइ। मैले त तपाईँको बहिनी पढ्यो नि पैसा गरेँ त। मैले त देशको एउटा असल नागरिकको भूमिका मात्रै निभाएको नि। ल केटो ठिक छ है। ल गफ गर्दै जाऊ। अनि घर कहाँ रे भाइको? खैरेनी टार। घर खैरेनी टार, मान्छे इमान्दार। ठिक छ गजब। आमा आमा भो 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 त्यति साह्रो पर्दैन। तिम्रो आमा होइन त मेरो पो आमा हो। आमा यो भाइ चाहिँ गरिब परिवारमा जन्मेको इमान्दार, जिम्मेदार, वफादार, दारैदार भएको केटो रहेछ नि त। आजदेखि हाम्रै घरमा बस्छ, बिहान बेलुका हामीलाई काम सघाउँछ, दिउँसो कलेज जान्छ। हाम्रै महिना पढ्ने कलेजमा पढ्दो रहेछ नि त। महिना खान निजी फेरि होला। महिना चिन्छ? अब चिन्जान गर्नुपर्छ। तँलाई झोला बोक्न गाह्रो भयो भने झोला बोक्ने साथी दाइ भगाएर सोर्ने कता? म त रेडी भयो त कता? अहिले पर्दैन, भोलि बिहान कलेज जानुभन्दा अगाडि बिहानै